लास्ट गर्मी रहेछ यहाँ पसिनाले पुरै भिगिसक्यो 2 बज्यो अब चाहिँ घर फर्किनु पर्यो अहिले चाहिँ यहाँ शीतल शीतल हावा चलिरहेछ मजा आइरहेछ आज दिनभरि चाहिँ गोरु हेर्दै जाने भयो कि दिन गाइस अनि आज चाहिँ छिटै उठ्यो 4:30 बजीतिर उठ्यो 7:30 बजीतिर उठ्यो अनि त्यसपछि आगो बाले अलिअलि झिम छ होइन आगो बाले आगो लिएर चाहिँ भाँडा मोल्न लागेको होइन आगो चाहिँ आगो बाल्ने अब यो भाँडा चाहिँ यति धेरै भाँडा मोल्ने अनि त्यसपछि फेरि सुत्न गइन्छ सुत्न गएर फेरि अनि उठेर बल्ल अरू काम गरेन few moments later भाँडा बाट्यो होइन अनि भाँडा माझेपछि चाहिँ अब पानी ल्याएर अनि बल्ल फेरि सुत्न जाने सुतेर अनि फेरि बल्ल अब उठेर के काम हुन्छ त्यो दिने भाँडा माझ्यो hours later आज चाहिँ गोरु हेर्न आयो है आज चाहिँ गोरु हेर्न पाली भयो मेरो मकै खन्न त्यो गर अनि अब मकै खन्न आउनु मलाई कौन है ये लोग कहाँ से आते हैं अब त्यही भएर दाइ सधैँ दाइले हेर्नुहुन्छ गोरु चाहिँ आज चाहिँ मैले हेरेँ माथितिर लैन्छ कस्तो हुन्छ धेरै समयपछि लगभग 1 महिनापछि चाहिँ हो 1-2 महिनापछि चाहिँ मैले गोरु आज हेर्न आएको त्यही हो यसले यो रातोले नहानुस् रातोले हान्छ मलाई होइन यसले अच्छा हान्छ यसले चाहिँ नहानुस् त्यही हो यो चाहिँ सोझो छ फेरि यो चाहिँ अभी बताता हूँ तेरे को अनि त्यही हो नहानुस् अनि अब 4-5 घन्टा यही हेरिन्छ आज चाहिँ आजको दिन चाहिँ यसैमा जान्छ फाइनली चरण ठाउँमा पुग्यो गोरु चाहिँ तल चढ्दैछन् म चाहिँ यहाँ बसेँ तलबाट आउँदा त पसिना भयो थियो हरि गर्मीको फिल भइरहेको थियो अहिले चाहिँ यहाँ शीतल शीतल हावा चलिरहेछ मजा आइरहेछ अहिले चाहिँ यहाँबाट राम्रो भ्यू पनि छ राम्रो आइरहेछ यसो हुन्छ कि पुरै हावा चलिरहेछ मजा आएको तल गोरु चाहिँ तल चढ्दैछन् अब चाहिँ अब एकछिन 1-2 घन्टा 2-3 घन्टा चराइन्छ अनि त्यसपछि लज जान्छु त्यसपछि घर गएर अरू के काम हुन्छ अहिलेलाई चाहिँ आजको दिनभरि चाहिँ गोरु हेर्दै जाने भयो कि दिन eventually चाहिँ घर जानु लाग्यो अब लास्ट गर्मी रहेछ यहाँ पसिनाले पुरै भिगिसक्यो गोरु चरेर अघि छ क्या अब चाहिँ घर गइन्छ अनि पसिनाले पुरै भिगिसक्यो अब घर गएर चाहिँ नुहाउनु पर्छ होला अब चाहिँ घर जानु लाग्यो फर्किन कति 2-4 घन्टा भयो मैले चढाउनु थालेको 10 बजी ल्याएको थिएँ अहिले भयो 2 बज्यो अब चाहिँ घर फर्किनु अब घर आयो बानिसक्यो सब दुइटै बानिसक्यो अब चाहिँ भोलि भेटौँ ल नेक्स्ट ब्लगमा बाई